अब चाहिँ यहाँनिर हाम्रो रायोको साग मिक्स गरेर चाहिँ सबै कुरा मिक्स गरेर चाहिँ मोमो रेडी भइसकेको छ। मैले एक रात अघि नानीहरूलाई दिइसकेको छु अनि अब चाहिँ हामी खाने अनि तयार भइसकेको छ। यहाँनिर मैले चटनी पनि लगाएर रेडी गरेको छु। यो तिलको अनि बदाम मिक्स गरेर अचार बनाएको छु। अनि त्यस पछाडि यहाँ छ मोमो। यस्तो चाहिँ रायोको साग पनि मिक्स गरेको मोमो कस्तो हुन्छ म हजुरहरूलाई भन्छु ल खाएर। मिठो हुने रहेछ एकदमै। यस्तो सेपमा पनि छ हैन। मैले भन्दा पहिला आलुको पनि मोमो बनाएर खाएको छु तर आलुको भन्दा चाहिँ एकदमै मिठो मिठो हुँदो रहेछ रायोको सागको। कतिजनाले खानु भएको छ नि थाहा होला हजुरलाई। नखानु हुनेहरूले एकचोटि ट्राई गर्नुहोस् न। कहाँ त्यसै हो र यहाँनिर तोङबा धुनुलाई टाइम लाग्यो त्यही भएर यस्तो गरेर खानु चाहिँ मेरो जाँड छिप्पिएको ढाड जाँड। एकचोटि ट्राई गर्नुहोस् ल हजुरहरू पनि।